हामी एउटा नयाँ परिवार यहाँ भएको छौँ अनि एज अ प्रिन्सिपल अब मैले त हाम्रो नै उद्देश्य स्कुल खोल्नुको तपाईँहरूलाई अलिकति म भन्न चाहन्छु एज अ ड्रिम आई ह्याड अ ड्रिम वेन आई वाज अ किड किड्स बिकज आई रियली लभ किड्स अनि मलाई एउटा आफ्नै एउटा सुपरभिजनमा नानीलाई एउटा केयर एउटा लभ एउटा सपोर्ट नानीहरूलाई एउटा कन्फिडेन्स दिलाउने यो 3 to 5 इयर्ससम्म एजको जुन चाहिँ पनि नानीहरूलाई एउटा फाउन्डेसन चाहिने हुन्छ जसरी घर बनाउँदाखेरि पनि हामीलाई बेसको एकदमै जरुरी हुन्छ त्यही बेस हामी यो नानी डे केयर नर्सरी प्ले ग्रुप यो लोवर केजी अप्पर केजीसम्म जुन चाहिँ पनि नानीहरूलाई चाहिने माया केयर पढाइको साथसाथै जुन चाहिँ हामीले गर्ने एउटा विचार राखेर यहाँ सिस्नेमा हामीले खोलेका छौँ धेरैजनाको एक्सपिरियन्समा पनि अब बुकिस नलेज मात्रै नानीलाई नभएर नानीलाई एउटा गुड भ्याल्युज एउटा मोरल एउटा कन्फिडेन्ट अब अहिले त हाम्रोमा गर्नुपर्ने जति पनि एक्टिभिटिजहरू छ आवर किड्स आर भेरी जोयफुल दे आर भेरी जोयफुल थ्याङ्क्स टु गड द्याट they don't even cry when they come to school. They are so happy to come to school. Why? Because we love them. We nurture them. We have our dedicated staff and teachers. हामीले यहाँनिर तपाईहरुलाई पनि एउटा घर जस्तो एउटा सेकेन्ड होम. You all are carefree. I hope so. You all are carefree when your kids are in school. You are very happy. तपाईहरुलाई टेन्सन छैन. त्यो चाहिँ मलाई एउटा विश्वास भित्रबाट छ तपाईहरु खुसी हुनुहुन्छ हामीप्रति पनि हुन्छ स्कुल हो कोही बेला च्यालेन्जेस आउँछ कोही बेला धेरै प्रकारको उतार यु आर सो कन्सर्न यु आर सो मतलब पोजिटिभ सजेसन प्लिज तपाईहरुले बेझिझक तपाईहरुले एउटा कम्युनिकेसन टिचर र एउटा पेरेन्ट्सको अनि हामी एज अ टिम त्यो कम्युनिकेसन चाहिँ मलाई हुनुपर्छ जस्तो लाग्छ एज अ प्रिन्सिपल एज अ सिस्टर वाट आई वुड लाइक टु से इज डोन्ट कम्पेयर योर चाइल्ड विथ अनदर किड त्यो चाहिँ म मोस्ट इम्पोर्टेन्टली भन्नु चाहन्छु किनभने रिपोर्ट कार्ड इज जस्ट अ दिस हुनु त आई एम भेरी स्मल टु से दिस यु आर सो एक्सपिरियन्स यो सबै कुरामा तर पनि एज अ रेस्पोन्सिबल टिचर एज देयर सेकेन्ड मदर आई फिल द्याट यु डोन्ट कम्पेयर योर चाइल्ड कम्पेयर चाहिँ नगरिदिनु दे आर special in their own way. We respect their individuality. Guys, आज चाहिँ म भ्लग गर्दैछु बिकज इट वाज माई फर्स्ट पेरेन्ट्स मिटिङ जसपरको डे केयरबाट एन्ड दिस इज हिज फाइल अल द एभ्रिथिङ यु डिड सानो सानो कलरदेखि लिएर सबै कुरा सो थ्याङ्कफुल फर इन्टरनेस्ट अब चाहिँ म सेवा गएको सो क्याच यु लेटर Hi everyone, म चाहिँ सेवा गरेर पनि आइसकेँ हो अन्त दिस इज द प्लान्ट जसपरको स्कुलले हामीलाई बिचरा फर्स्ट पेरेन्ट टिचर ओरिएन्टेसन मिटिङको लागि गिफ्ट गर्नुभएको आई विल ट्राई माई बेस्ट टु टेक केयर अफ इट यहाँ चाहिँ एकजना मान्छे चाहिँ हेलो भनिदिनुहोस् अन्त लेट्स सी अब जसपरको प्रोग्रेसहरू के हुँदैछ है म तपाईँहरूलाई पनि देखाउँछु यो चाहिँ हो जसपरको प्रोग्रेस उसको प्रोग्रेस रिपोर्ट चाहिँ छैन बिकज इट जस्ट डे केयरमा छ तरै पनि उसले चाहिँ यो आफै कलरिङहरू गर्दै रहेछ पक्रेर एन्ड त्यहाँको टिचर्सहरूले उहाँहरूले इनिसिएट गर्दै रहेछ विच इज रियली नाइस आइ एम रियली थ्याङ्कफुल है नानीहरूलाई फोर्स त छैन बिकज उसले नबनाउँदा पनि हुन्छ बस्दा पनि हुन्छ बट उसलाई गर्नु मन छ त गर्दा हुन्छ दिस इज वाट हि डिड बाई हिमसेल्फ भन्नुहुँदै थियो उनीहरूलाई उहाँहरूले एक्टिभिटीहरू गराइरहनु भएको हुन्छ नि त दिस इज द बन्नी यो जस्ट टाल्नु मात्रै रहेछ टालेको रहेछ यो कटनले बन्नी बनाएको रहेछ यो रहेछ डाइनोसर बनाएको दिस इज यो चना या दालले रियली नाइस अन्त उसले कोरेको जसपरले
Wow, yum koreko. And this is kind of nice. I really appreciate kindness academy life. The overall sabai meeting was really nice. And me like मलाई त अब personally ज्यादा के भन्दिनँ because मेरो नानीको just starting मात्रै हो daycare and I feel it's a safe place till date. And yeah, further को लागि पनि we are looking forward to it because सबैजना really nice हुनुहुन्छ त्यहाँ सबै इन्भाइरोमेन्टहरू नानीको लागि and every parents agreed to it and it was nice. अन्त त्यही हो अब चाहिँ म आज आफ्टर द्याट आज हामी दिदी पनि सेवा गएको थियौँ सिस्टर ग्यादरिङ स्याटरडे सो या अन्त म फर्केर आइसकेको छु जोरथाङ चाहिँ इट्स भेरी भेरी गरम अन्त आजकल चाहिँ म ब्लगहरू पनि केही ज्यादा गर्नु सकेको छुइनँ हाल्नु पनि सकेको छुइनँ बट आई ट्राई टु सो सी यू गाइस बिकज अब के देखाउनु लागि मेरोमा केही पनि छैन अहिले फिलहालको लागि आई होप यु अल आर डुइङ वेल है स्टे हाइड्रेटेड टेक केयर अफ यर सेल्फ अनि या सी यू सुन बाइ बाइ